आज तरकारी किन्न जाँदैछु यो भक्तपुर एरियामा लोस मोमो हुने रहेछ यार चिजहरू पनि मजा कमान छ दिएको चाहिँ पूजै हो कि एकछिन यहाँ ज्याकेट किन्न सक्दा छ होइन ज्याकेट चाहिँ यो हो यस्तोमा छ कति लिप भन्ने रहेछ हेरौँ मात्र 350 ज्याकेट चाहिँ जो स्ट्यान्डर्ड नै छ तर पातलो हो 350 सो हामीलाई चाहिँ सायद टोकाबाट भेटेन हामी चाहिँ अब आइथ होला हामीले चाहिँ एउटा किनिसकेको छ यही हो किनेको चाहिँ 300 भक्तपुरको रोड यो चाहिँ मान्दारे मन्दिर यताको हाल देख्छ होइन जोस् चाहिँ दामी छ हामी चाहिँ यहाँ अब तरकारी किन्छौँ होइन सो सबैले हेरिदिनु होला अनि साथसाथमा सब्सक्राइब पनि हालिदिनु होला ल यो चाहिँ तरकारी दिदी हो कति रुपियाँ किलो यो दिदी उयो ए तारो थियो भाइ नामिया 10 रुपियाँको अझै खग मात्रै भोजको सिन्धुपाल्चोक खाने आफ्नै बारीको हो दिदी हामी फर्किसकेको छ अब ब्लग बेलुका आउँछ हेरिदिनु होला सबैले अब यहाँ पनि एउटा पसलको चिन्नुपर्ने छ धेरै होइन यसो देखाउँछु कति लिन्छ आज खर्चै खर्च छ त हामीलाई खोइले पनि छ खुकुरी रम दिन्न एउटा त्यो 1000 भन्ने चाहिँ सो गाइस अब 2000 को चाहिँ यति प्लेट आएको छ होइन एउटा रम अनि एउटा त्यसपछि के भन्छ एउटा क्यानबेर एउटा अनि यहाँ मासु चाहिँ अलरेडी ल्याइदिएको छ सो होइन यति धेरै चाहिँ किन खर्च गरेको जस्तो लागिरहेको छ गाइस होइन सो मेरो योभन्दा 5 महिना अगाडि काम गरेको सेलरी चाहिँ पहिला पाएको अनि 50 पाएको 5 महिनाको तारिक हो बोनस चाहिँ 13,000 पाएको थियो 13,000 मा लगभग 3,000 चाहिँ हामीले खर्च गरिसक्यो सकिसक्यो भन्नु महिलेको बोनस आएको आज यतिमै हामी चाहिँ रुम पुगिसकेको छ सब्सक्राइब